नमस्कार यहाँ सबैजनालाई फेरि पनि स्वागत छ 5 रुपिस डक्टरमा। आज चाहिँ म थोरै मेरो फ्यामिलीहरूको लागि मात्रै यो भिडियो हो। हुन त मैले 2-3 वर्षदेखि 5 रुपिस डक्टरमा आफ्नो फ्यामिलीमा मात्रै नेटवर्किङको कुराहरू गरिरहेको छु। फ्यामिली साथीभाइ जसले मलाई चिनिरहनु भएको छ उहाँहरू मात्र छ। म त्यो सर्कलभन्दा बाहिर अहिले नेटवर्किङमा गएको छैन र सुन यो फ्यामिलीको जोनबाट बाहिर पनि अब फेज आउँदैछ जानेछु। यो चाहिँ हुन्छ नि सानोमा हामीले राम्रो विद्यार्थीहरूलाई एउटा टिप्स दिए जस्तो यो चाहिँ मैले मेरो फ्यामिली मेम्बर्सहरूलाई चाहिँ चिट चोराउँदैछु। त्यसको लागि चाहिँ अहिले सबैले सोध्नुहुन्छ हामीले के गर्न पर्यो छोरा कसरी हेल्प गर्न सकिन्छ भन्ने कुराहरू आउँछ अङ्कल आन्टीहरूबाट। मम्मी ठुल्बुवाहरूले पनि सोध्नुहुन्छ तथा विदेशमा रहेका मेरा साथीभाइहरूले पनि सोध्नुहुन्छ हामीले के गर्न सकिन्छ, हाम्रो रोल र रेस्पोन्सिबिलिटी के हुन सक्छ। अब अहिलेको लागि चाहिँ मलाई जति पनि चिन्ने मेरो नेटवर्कमा मेरो आफन्त ब्लड लाइनको सबैजना हुनुहुन्छ साथीभाइहरू, उहाँले सिर्फ मेरो कुनै पनि भिडियोमा आउँदाखेरि @5 रुपिस डक्टर आएको छ भने त्यो भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यो चाहिँ जस्तै कि तपाईँहरूले त्यो गरिदिइसकेपछि चाहिँ केही समयपछि चाहिँ हाम्रो सर्भिस चाहिँ 5 रुपिस डक्टरबाट हामीले दिन्छौँ। त्यो बेला चाहिँ हजुरहरूले गरेको त्यो हेल्पलाई चाहिँ हामी क्रेडिटेड गर्छौँ कि। अब एउटा सिम्पली कोड लेख्न पर्ने हुन्छ। कोडिङ थ्रु चाहिँ कसले कति सेयर गर्नुभएको छ, कसले कति कमेन्ट गर्नुभएको छ, लाइक गर्नुभएको छ, कसले कुन फेजमा यो 5 रुपिस डक्टर बनाउनको लागि हेल्प गर्नुभएको छ र त्यही अनुसार चाहिँ हजुरको एकाउन्ट चाहिँ म र मेरो टिमले चाहिँ क्रेडिटेड गर्छौँ र मलाई सोर्स फोर्स लाउनै पर्दैन। हजुरको क्रेडिट अनुसार हजुरले 5 रुपिस डक्टरमा चाहिँ आफ्नो पावर देखाउन सक्नुहुन्छ। सो अब त्यो पावर त्यो बेलामा चाहिने हुँदा चाहिँ अहिलेदेखि नै तपाईँहरूले लाइक कमेन्ट सेयर यसलाई चाहिँ अझै व्यापक रूपमा चाहिँ हजुरहरूले यस्तो गरिरहेको छन् भने नेटवर्क जोड्दै जानुभयो भने चाहिँ हजुरहरूलाई नि फाइदा हुन्छ। पछि चाहिँ यस्तो गर्नु पर्यो त्यस्तो गर्नु पर्यो भन्नुभयो भने चाहिँ सिस्टमले दिँदैन। किनभने मैले यो 5 रुपिस डक्टर चाहिँ एउटा सिस्टम रहोस् भनेर बनाउन गइरहेको छु। सो यो सिस्टमको लागि चाहिँ एउटा ह्याक भनेको चाहिँ अहिलेदेखि नै तपाईँहरूले सिम्पली मेरो भिडियो हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु पर्यो। त्यति गरे पुग्छ। पछिको दिनहरूमा चाहिँ त्यो क्रेडिटले चाहिँ तपाईँले यो प्लेटफर्म चलाउन पाउनुहुन्छ। कति पावरहरू चाहिँ मभन्दा पनि हजुरहरूसँग हुन्छ। सो त्यो पावर तपाईँलाई त्यति बेला चाहिन्छ भने अहिलेदेखि 5 रुपिस डक्टरको पोर्टलहरू सेयर गर्न थाल्नुहोस्। हाम्रो जति पनि बनेको छ कन्टेन्टहरूलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, फिडब्याक दिनुहोस् हैन। अनि त्यही अनुसार चाहिँ हामी क्रेडिटेड गर्छौँ। कन्स्ट्रक्टिभ फिडब्याकहरू पनि एकदम म आतुर छु हजुरहरूबाट पाउनको लागि। कति धेरै मैले पाइरहेको हुन्छु कुराहरू, त्यही अनुसार मैले एनालाइसिस गरेर चाहिँ चेन्जेसहरू ल्याएको छु। यति भन्नको लागि चाहिँ आएको छु। थ्याङ्क यू सो मच। यो समयलाई चाहिँ वाइजली युज गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र केही समयपछि मैले भनेको पनि चल्दैन यो प्लेटफर्ममा। थ्याङ्क यू सो मच। इट विल वर्क अन अ सिस्टम। थ्याङ्क यू।